सम्पूर्ण साथीहरुलाई स्वागत छ भन न हाम्रो भिडियोमा भन अनि आज हामी चाहिँ कहाँ जाँदै छौं भन्देऊ माटो खन्नु आज चाहिँ हामी चाहिँ छ्यामा छोरा माटो खन्नु जाँदै गरेको हैन के गरेको सुना गर न अनि त्यसपछि हैन हामी चाहिँ माटो खन्नु गएको भन्देऊ न निकाल आज चाहिँ हामी भिडियो के भन्छ आज चाहिँ हाम्रो के आज चाहिँ टीका लाउने दिने छोरो टीका लाउने हैन त ल अनि टीका लाउने यहाँ चाहिँ माटो खनेर माटो घर लिप्ने नि अनि यो काट्छले हो आज चाहिँ लिन अगाडि पछाडी हिँड्ने कि अगाडि हिँड्ने म पछि अगाडि हिँड्छु ल अनि आज चाहिँ हाम्रो चाहिँ के दिन छ भनेदेखि आज चाहिँ हाम्रो घर लिप्ने दिन छ मतलब घर सफाई गर्ने आज चाहिँ भाइ टीकाको दिन अनि हामी चाहिँ छोरोमा चाहिँ यहाँनिर खन्नको लागि भनेर जाँदै गरेको माटो अनि छोरोले चाहिँ भाडा बोकिरहेको छ अनि आज चाहिँ हामी टीका लाउने हैन त छोरो नि छोरो रिजान खै बोलेको हजुर भन्न ठुलो कहाँ गएको हामी माटो खन्नु गएको है आज चाहिँ छ्यामा छोरा माटो मिल्दैन माटो खन्नु गएको भन्देऊ न मेरो छोराले चाहिँ भाडा बोकिरहेको छ हैन हो भन्देऊ न हो छ्यामा भन न अनि मैले चाहिँ के बोकेको छु भन्देऊ त यो भाडा हो भाडा हेर त भाडा ए तिमीले भाडा बोकेको छौ हैन अनि मैले चाहिँ के बोकेको छु भन्देऊ न मैले यहाँनिर कोदाली खन्ने बोकेको छु नि अनि आज चाहिँ हामी घर लिप्ने नि छोरा लडिन्छ है हामी चाहिँ यहाँनिर आइपुगेको छौँ है हामी चाहिँ बाटो खन्नमा आइपुगेको छौँ भन न त्यो भुइँमा राख खन्ने ल अब खन्नुपर्छ यहाँ माथि खन्नु जाऊ उहाँ राख त्यो भाडा राख अब माटो खन्नु पर्यो नि होइन यो खन्नु सक्छौ लु उहाँ गएर खन अन्त म बोकिदिन्छु लु माथि जाऊ न डनले आज माटो खन्छ अरे नि त आज यसको खै माटो निस्किन त बाबु त्यस्तो हुन्छ माटो हजुर माथि गएर खाना ल माटो खन्ने मान्छे आज लड्छ होला यहाँ उयो खाना खानु छोरो ए लड्छ पो त भयो होला नखन्नु म खान्छु ल छोरो म खान्छु ल रोक्नु म खान्छु ओके अब मैले खन्नु छोरो मैले के गर्दैछु भन्देऊ न म चाहिँ हैन यता देख्नु मलाई म चाहिँ के गर्दैछु अनि कहाँ त्यसरी खिचेर हुन्छ भिडियो माटो छ नि छैन नि तिमी लिम्बूको छोरा कि बानको छोरा हो लिम्बूको छोरा मामु लिम्बू हो नि त अनि मामु लिम्बू अनि बाबा चाहिँ रिजाल भएपछि चाहिँ यस्तो भएको हो के धेरै साथीहरूले तिम्रो छोरा पो हो अरे के मेरो छोरो होइन नि मेरो दिदीको छोरा हो दिदी चाहिँ माइली दिदी चाहिँ रिजालसँग बिहे गर्नुभएको यानि कि बाउनसँग बिहे गर्नुभएको त्यसपछि चाहिँ छोरा यस्तै निस्केको हो नि खेप्चे नेप्चे एचुचे नि ओके भन्दै न बाई भन्दै गाई जानु बाई गर माटो खनेर घर फर्किँदैको मैले चाहिँ माटो बोकिरहेको छु छोरोले चाहिँ कोदाली बोक्ने अरे नि त अलि मजाले बोक्नु छोरो कोदाली हिँड्नु छिटो टाउकोमा यसो राख्नु न अनि त्यसपछि हामी चाहिँ जाँदै गरेको त्यसरी बोक्यो भने खुट्टा काट्छ नि छोरो त्यसरी बोक्नु हुँदैन नि खुट्टा काट्छ के
हामी चाहिँ जाँदै गरेकै घर जानु नदिएकै यहाँ चाहिँ हाम्रो सुँगुरको खोर पनि हुनुहुन्छ होइन हो भनिदेऊ न अनि यसले चाहिँ यहाँनिर कोदाली के भनौँ यसलाई बोकिरहेको छ अनि बोजू भन न बोजू भनेर बोलाउ न बोजू हुनुहुन्छ त्यहाँ खै बोलाएको बोजूलाई बोजू अलि ठुलो बोलाऊ म त आएँ भन न माटो खनेर भन कति खन्नुभयो धेरै अनि खै माटो छापाले पुग्नु भएको छ भन न यहाँ चाहिँ रक्सी पार्दै हुनुहुन्छ हाम्रा सुट्सले अनि यहाँनिर कोदाली ती राख्नु भित्तामा छोरो त्यहाँ राख्नु अब यो माटोलाई चाहिँ भिजाउनु पर्ने हुन्छ होइन टक्क लाएर यसलाई यहाँनिर भिजाइदिने यहाँ रातो माटो यही माटै रहेछ अब यसलाई भिजाइसकेपछि घर टक्क लाएर पोत्नु पर्ने हुन्छ के भन्छ र यता हो लडिन्छ नि फेरि खुट्टा धुने हजुर खुट्टा धुनु के ओके ल यहाँ चाहिँ मैले माटो भिजाएर सकेँ चाहिँ घर लिपेर पनि माटो भिजाएर घर लिपेर पनि भ्याइसकेको छु ल टक्क लाएर होइन कस्तो लिपेँ त्यो चाहिँ मलाई थाहा भएन आई डोन्ट नो होइन तर लिप्न चाहिँ मेरो लागि लिपेकै हो भनौँ लिपेर भ्याएँ यति चाहिँ यस्तै चाहिँ गाउँघरमा यस्तै हुन्छ त नि के गर्ने हो र होइन लिप्ने तरिका चाहिँ यस्तै हो लै लो गोबर भएको छ नि त हेर्न मेरो नाकको फुली निकालिदिएको कस्तो भइरहेको छ मैले चाहिँ अब घर लिपेर पनि भइसकेको छु होइन अब त्यसपछि म चाहिँ हेर्नु न गोबर भइरहेको छु अब टक्क लाएर म चाहिँ नुहाउँछु होइन नुहाएर आइसकेपछि बाँकी भिडियो हेरौँला ओके म चाहिँ होइन नुहाई धुवाई गरेर पनि सकिसकेको टक्क लाएर सरसफाइ कार्यक्रम मेरो चाहिँ सकिसकेको छ अनि कस्तो आनन्द फिल भइरहेको छ क्या नुहाएर अब घर सर पनि लिप्यो होइन अब टिकाको लागि सायद पनि लगभग हुन लागिसकेको छ अब हामी चाहिँ टक्क लाएर घर सरसफाइ कार्यक्रम चाहिँ भइसकेको छ होइन अनि अब चाहिँ टक्क लाएर रेडी भइसकेपछि चाहिँ टिकी लाउने गाइस हो कि होइन हो हामी चाहिँ टिका लाउनुको लागि टिकी लाउनुको लागि रेडी भइसकेको छौँ भन्दैौ न हो तिमी टिकी लाउने कि नै हामी चाहिँ यहाँनिर गाइजहरू चाहिँ रेडी भइसकेका छन् टिकी सिकी लाउनुको लागि अनि त्यसपछि हामी चाहिँ रेडी गो यता हेर त सबैजना रेडी के गयो हेलो हामी चाहिँ रेडी भइसकेका छौँ टिकी लाउनुको लागि भनेर दोकान अनि हामी चाहिँ टिकी लाउनुको लागि भनेर रेडी भइसकेको छौँ होइन गाइजहरू ल टिकी लाउनुको लागि हामी रेडी यहाँ छ है टिकी जमराहरू चाहिँ एक्साइटेड कतिको छौ तिमीहरू टिकी लाउनुको लागि एकदम पैसा बेकारको टिका हो कि अब पर्दैन भन्छ त आयो जमरा चाहिँ यहाँ छ यस्तो जमरा हामीलाई टिका चाहिएको कि आशीर्वाद चाहिएको भन्दै त गाइजहरू हामी चाहिँ यहाँ टिका लाउनको लागि रेडी भएर बसेका छौँ होइन कता मेरो क्यामेराले भ्यायो नि क्या हो अनि साथीहरू होइन एकछिन साथीहरू होइन अब हामी चाहिँ टिका चाहिँ हामी कतिजना छौँ भने काइली अन्तरी जन्तरी खन्तरी कान्छी अनि कान्छा अनि उता पर चाहिँ माइली दिदीको छोरा छ होइन अनि बाँकीहरू चाहिँ खै भनेर भन्नुहुन्छ भने माइली दिदी र साइली दिदी चाहिँ आउनु भएन किनकि उनीहरू चाहिँ एकदमै किन आउनु भएन भनेर भन्नुहुन्छ भने जेठी दिदी चाहिँ आउनु भएको छ उहाँको घरमा तर के अरे यहाँ आउनु भएको छैन अहिले भरेतिर बेलुकी टाइममा आउनुहुन्छ दसैँ मनाउनुको लागि भनेर चाहिँ तर माइली दिदी र साइली दिदी चाहिँ आउनु भएन यो पालिको दसैँमा त्यही भएर तपाईँलाई मैले देखाउन सक्दिनँ त्यसको लागि चाहिँ मलाई माफ गरिदिनु होला अहिले हामी जतिजना छौँ त्यतिजनाले हामी दसैँ मनाउने होला छौँ है त गाइज यहाँ भएर सबैजनाले बुवाली त हट्नु त तिमीहरूलाई होइन तिमीहरूलाई यो टिकामा आशीर्वाद चाहिएको हो कि दक्षिणा चाहिएको भन त हामीलाई आशीर्वाद चाहिएको हो
कस्तै खालको आशीर्वाद चाहिन्छ तिमीहरूलाई अब बाउआमाले जस्तो आशीर्वाद दिन्छ त्यस्तै हो छिटो पहिला जाऊ पो भन्छ त पहिला त नजाने अब मेरो पाली किनकि अहिलेको लागि चाहिँ म ठुली हो नि त त्यही भएर मेरो लागि टिका सानोबाट ठुलोबाट हुन्छ टिका ठुलोबाट हो सबिना मबाट टिकी यो भनेको यो राम्रो छ कि जुन भए पनि हुन्छ जुन एउटै एउटै उ त्यो पल्लो राम्रो छ पल्लो राम्रो रहेछ सबै राम्रो छ जम्मा यो लगाउँ न त यो मजा लाग्छ यो लगाउँ न यो राम्रो छ नबोला नै छ्या टिका लाउने बेलीमा त ल ल नौ दुर्गा भवानीको आशीर्वाद अब झै झगडा नगर्नु नौ दुर्गा भवानीको आशीर्वादले अब यो के भने दुख बिमार नलाग्ने रोग ब्याध नलाग्ने जयसँग सर जय नै भएको छैन नबाज्ने होइन अनि मिखुङको नरक्यो आके छु अब निधारो ठुलो छ अब चामल त एकमा नपस्छ है गाई चर जे भए पनि अब साथी सङ्गीसँग इष्टमित्र दैनमा राख्ने शत्रुले बाहिर राख्ने नौ दुर्गा भवानीको यो आशीर्वाद है मलाई फेरको थोक अवश्य अब गीत रास्ता यो भयो भयो निधारो भरिन्छ अहिले निधार पनि सानो भए पो हामीलाई आशीर्वाद लागुन् भनेर मैले कामना गरेँ पार्नु पर्यो नि त खतरा गरे निधार पनि स्टेप स्टेप ठुलो छ जस्तो छ नौ दुर्गा भवानीको आशीर्वाद लागोस् है हाम्रो अन्तरी छोरी अब बाउले आशीर्वाद दिएको कहीँ नजाओस् होइन ठाउँमै लागोस् रिजन कता छ हो तपाईँ त यता छ माया लाग्यो त पल्लो चोकुनामा बस्नु यता छु ठिक छु होइन लहरै बस्दाखेरि त भान्जो त काम पुग्यो पुग्यो थाहै छैन नौ दुर्गा भवानीको आशीर्वाद बाउले आशीर्वाद दिनु नसके पनि आशीर्वाद दियो कस्तो कुरा जस्तो बाउले आशीर्वाद दिनु नसके नि आशीर्वादै हो अरे नौ दुर्गा भवानी मैले सुनिन्छ मतना आशीर्वाद तैँले आशीर्वाद के थापिस् खै पहिला नजानु भनौँ राँडै मर्ने रहेछस् नि त राँडै मर्ने रहेछस् नि अनि साह्रै घोप्टो नपर्न बाउले थर्काउँदै टिका लाउने मान्छेहरूलाई साह्रै घोप्टो नपर्न टिका लाउनु त्यही माथि छोटे हात भएको घप्टो नपर्न भन्नुभयो के अरे बुवा नि साह्रै घोप्टो नपर्न भनेर थर्काउँदै हुनुहुन्छ र नि। अब मम्मीको पात अरे बाफ रे बाफ 10 रुपैयाँ लाइन आउँदैछ त गाइज अघि त 100 रुपियाँ होला साथीहरू दक्षिणा तर आशीर्वाद भन्दा ठुलो पैसा होइन नि त धन्यवाद यो किन यहाँ सुन्नु किन यो भने नि साथीहरू सबिनालाई 500 अरे जाठा साथीहरू किनभने अरे टिका लगाएर अरे खाली हात अरे दिनु हुँदैन अरे आशीर्वादले मात्रै हुँदैन अरे थोरै अरे उयो देवी उयो के अरे माता देवी कि के रिसाउनु हुन्छ अरे के त्यसैले यो फकाउनुको लागि ओइ अमृतले त नि मलाई त यसो देखेँ ए मै सबिनालाई चाहिँ 500 अरे लगाएपछि त अनि यसो ढोकढाक त गर्नुपर्छ हैन लु ढोकढाक गर त लु गाइस सुड्डीलाई ए मम्मीलाई ल ल ल ढोका ढोका तिमीहरूको सुट्टी म पक्कै मगे मानि आउनु बोजूलाई ढोकी गर्नु बोजूलाई ढोक्नु भुइँसरी ढोक्नु
माटो